वेलकम गाइज। आजको यस नयाँ भिडियोमा हामी आएको छौँ फेरि त्यही साकुराको त्योभन्दा बोबाल भिडियो ल्याएर। र आज हामी आएको छौँ साइतामा प्रिफेक्चरको हान्नेबाट सिधा हामी 80 किलोमिटर टाढा चिचिबुको माउन्टेनमा आएको छौँ। एकदम मौसमले पनि सही साथ दिएको छ। भोलिबाट फेरि चेन्ज हुनेवाला छ, पानी पर्नेवाला छ। अनि यो साकुराहरू सबै झरिसक्ने छ हैन, किन भन्दा पानीले पुरै झारिसक्छ। आज त पुरै हल्का हावा लाग्यो भने पुरै सरर फुलहरू वर्षा हुन्छ यहाँ चाहिँ। त्यही भएर चाहिँ मान्छेहरू चाहिँ त्यो रुखको तल चाहिँ हानामी गरेर बसिरहेको छन् वरिपरि सबै ठाउँ। र चिचिबु अब जापानमा हुनेहरूले चाहिँ चिचिबुमा आएर मस्तले इन्जोय गर्न सक्नुहुन्छ अहिलेको सिजनमा। किन भन्दा अब यसपछि त 1-2 हप्तापछि त पुरै हरियाली भइहाल्छ। ओ गाइस, तपाईहरु हेर्दै गर्नुहोस् नयाँ सिन। लेट्स गो। सिरफुला पाउज बज्यो पावैमा, सिरैमा लाउने सिरफुला पाउज बज्यो पावैमा। हुन्छ त मात्रै भन न, भगाइ लान्छु गाउँमा। है है